सेवारो साथीहरू हेर्नुहोस् फ्रान्समा अपार्टमेन्ट पाउनु यति गाह्रो छ बल्ल 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 एउटा अपार्टमेन्ट पायौँ हामीले अनि यहाँ सरेर अब जस्ट आज 2 डेज मात्रै हुँदैछ यो हिजो चाहिँ धमाधम सबै सामानहरू लिएर राख्यो आज चाहिँ म अर्गनाइज गर्दैछु सबै यो चाहिँ किचन हो किचनको चाहिँ मैले यति बल्ल 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 किचन सिक्दियो अनि त्यसपछि बेडरुम हेर्नुहोस् यो हाम्रो बेडरुम सामानहरू यति छरपष्ट छ अनि यो चाहिँ बच्चाहरूको बेडरुम बल्ल मिलाउन थाल्दैछु 2 बजे यति थकित लागिसक्यो कि मलाई अब फेरि 4:15 तिर मेरो कान्छा छोरालाई स्कुलमा उलाई पिकअप हुन जानुपर्छ है अब गर्दैछु नयाँ घर एक्साइटमेन्ट त छँदैछ आज कति सामानहरू थप्नु नै बाँकी छ अब त्यो चाहिँ सबै बिस्तारै अब काम पनि पाएको छैन अब काम खोज्दैछु काम पाएपछि बल्ल पैसा हुन्छ हातमा त्यसपछि बिस्तारै कलेक्सनहरू गर्दै जाने अहिलेलाई यति अपार्टमेन्ट पायो मलाई केही दुःख छ के फ्रान्समा अपार्टमेन्ट पाउनु एकदम गाह्रो छ इभन मेरो हस्बन्ड फ्रेन्च भए तापनि काम छैन भने अपार्टमेन्ट कसैले दिँदैन सो यो चाहिँ अब हाम्रो सुरुवात है यहाँ जुत्ताहरू राख्ने छ यहाँ बाथरुम यहाँ टोइलेट अब हुँदैछ अब लाइफ सुरुवात हुँदैछ फ्रान्समा पनि बिस्तारै सजिलो छैन बाथरुम यहाँ चाहिँ अब आफ्नै अपार्टमेन्ट भएको हुनाले चाहिँ अहिले चाहिँ एकदम एक्साइटेड छु अब बिस्तारै नयाँ मलाई डेकोरेसन्स गर्नु फेरि एकदम मनपर्छ प्लान्ट्सहरू राख्नु एकदम मनपर्छ है सो अब यो सबै बिस्तारै हुँदैछ गर्दै जाउँला पनि सो वाला यति नै स्यागी फ्रम फ्रान्स